भारतसँग सीमा जोडिएको सप्तरीको डाकनुश्री नगरपालिका वडा नम्बर 4 हटेलका 65 वर्षीय झरीलाल यादव आफ्नो जीवनमा कि त हिलामै सडकमा हिँड्नुभयो कि त धुलोमै सडकमा। उहाँ जस्ता 5000 बढी नागरिकलाई यस्तो समस्या वर्षौंदेखि भोग्नु परेको छ। मान लिया बूढ़ सूढ़ जे कोनो बड़ बीमार पड़े छे तो घरे में ओकरा सरब पड़े छे, बुझलिए ना। 10 दिन 5 दिन 2 दिन 4 दिन ओकरा सरा के रख पड़े छे, कोनो आवत जावत के रस्ते नहीं छे हमरा। सप्तरी सदरमुकाम राजविराजदेखि दक्षिण र पश्चिम तर्फको ग्रामीण क्षेत्रमा सडकको यस्तो समस्या हो। 12 वैशाख 2011 सालमा भारत र नेपाल बीच भएको कोशी सम्झौता बमोजिम सप्तरीमा 35 किलोमिटर लम्बाइ भएको कोशी पश्चिमी नहर निर्माण भयो र सोही नहरबाट आउजाउ पनि सुरु भयो। कुल नहर मध्ये राजविराजदेखि पश्चिम 17 किलोमिटरको क्षेत्र राजगढ गाउँपालिका र डाकनेश्री नगरपालिका विकट क्षेत्रमा पर्दछ। हटेल तर्ही कुसाहा लक्ष्मीपुर भुदी फतेपुर कटैया सहितका क्षेत्रमा अहिलेसम्म कालोपत्रे सडक नहुँदा बिरामीलाई अस्पताल पुर्याउनुदेखि सबै खालको समस्या भोग्नु परेको स्थानीयको दुखेसो छ। जुन बेला यहाँ पानी पर्दैन त्यो बेला बालो बालो भइहाल्छ। यहाँ अरे अहिले बारिस भएको हजुरहरू हेर्नु, यहाँ किचर किचर छ। यहाँ जानमा हिलो यति हिलो भयो कि हामीहरू यहाँबाट पेसेन्ट पनि लिएर जान मिल्दैन। यहाँ एम्बुलेन्सलाई फोन कल गर्दा अलि पातो ल्याउनु, पातोबाट हामीहरू लिएर जान्छौँ। हाम्रो नेताहरू छ नि सर, वार्ड अध्यक्ष जस्तो भयो, यिनीहरू सर तिनीहरू भने त सर उस गर्ने हो। उनीहरूले भन्छ कि अब यो त इन्डियाको सरकारको नहर हो होइन, उनीहरूले गर्छ होइन, अब हामीहरू के गर्न सक्छौँ यत्रो। नेपाल भारत बीचको कोशी सम्झौता बमोजिम उक्त नहर सडकमा कालोपत्रे गर्न दुवै देशको आपसी सहमतिमा कुनै पनि सरकारले गर्न सक्छन्। तर स्थानीय सरकारले आवश्यक समन्वयतर्फ ध्यान नदिँदा स्थानीय बासिन्दा मधेसका मुख्यमन्त्रीदेखि प्रधानमन्त्री समक्ष डेलिगेसन जाने भएका छन्। को लागि माथि पनि जानु पर्यो, मन्त्रीसँग सल्लाह गर्नु पर्यो अनि हम जनताहरूले धेरै अप्ठ्यारोमा छ। कम से कम यो इन्डियासँग समन्वय गरेर चाहिँ कहाँ देखि यो काम रुकेको छ भने त्यसमा समन्वय हुनु पर्यो र जसरी पनि यसको निकास मिल्नु पर्यो। कोशी सम्झौता बमोजिम कोशी नहर संरचना मर्मत समारको काम पनि भारत सरकारकै जिम्मेवारीमा पर्दछ। तर नेपाली भूभाग रहेको उक्त नहर कालोपत्रे नहुँदा भारतीय भन्दा नेपाली नागरिकलाई बढी समस्या भोग्नु परेको छ। वर्षौंदेखिको सडक समस्या समाधान गर्न कि त भारत सरकारले आग्रह गर्नुपर्छ वा नेपाल सरकार आफैले अग्रसरता देखाउनु पर्ने स्थानीय बासिन्दाको माग छ। कान्तिपुर समाचारका लागि आर्यन विश्वास, पातो, सप्तरी।